लाइभ लाइभ यो चाहिँ है गाइस यस्तो लाइभ छ। ओहो पुरा ड्याम फुटेर आयो यार, पुरा चाइनाको ड्याम फुटेर आएर रहेछ। गयो यार ओ ए सिला यता यता आऊ यता आऊ यता 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 पृथ्वीराजमा जोड्ने पुल पनि बगेको छ। लग्यो सबै ल डेंजर आ यार। उता माथि खोलामा अचानक आएको बाढीले चाहिँ सबै बजारहरू र पावर हाउसहरू सब बगाइसकेको अवस्था छ र यो घरमाथि चाहिँ हेर्दै दिन सक्नुहुन्छ। मान्छे उधारको लागि प्रतीक्षामा हुनुहुन्छ। सेकेन्डमै ल यार मैले भने नि बटारतिर फोन गरिदिउँ दे। फोन गरौँ अनिललाई फोन हान्न फोन मेरो बिहानै सिट्यो भने पैसा छैन सिट्यो। ल अहिले अहिले खोला तुरन्तै माथि उठ्ने यार। ल यो त कति मान्छे ल यार कति मान्छे गऱ्यो होला है कति कति अब जम्मै मान्छे भएर चुप्लाएर बसे अनि बेलादी जम्मै डुबिसक्यो यहाँ अनि ओइ अनिललाई फोन गर्न आइदियो फोन गरे होइन फोन नआइपुग्दैन अनिल कहाँ तँ कहाँ काठिन्छ भाग भन्छ छिटो भाग छिटो भाग भाग मारेर बुद्ध मात्र चोकदेखि त्यहाँ बेलादी बजार केही छैन छिटो भाग
अरू कटेन माथि रोडमा पुग्यो यार माथि यार छिटो भाग बाउन्ड नभएका त बुझी मिसिने लग्यो यार पायो सब भत्क्यो यार त्यो माथिको बाटोमा पुग्यो मिसिने नै हामी बोलेर गयो यहाँ त भुमर नै भएछ है यो ओह्रालोमा त यहाँ खाल्टो भएर हेर कट्याक गरे त्यो मुढा अड्क्यो न भत्रो यहाँ त भुमर नै भएछ है यो ओह्रालोमा त यहाँ खाल्टो भएर हेर कट्याक गरे त्यो मुढा अड्क्यो न भत्रो